मोडर्न पिरियोडिक टेबल एटोमिक नंबर को आधार में अरेन्ज गर्दाखेरि नि धेरै प्रब्लमहरु जुन मेन्डलीय पिरियोडिक टेबलमा थियो ती प्रब्लमहरु सोल्भ अटोमेटिक भइहाल्यो। बेरिलियम, म्याग्नेशियम, क्याल्सियम, स्ट्रोन्टियम, बेरियम, रेडियम। बेटा मांगे कन्या सुंदर बाप राजी। बेटा मांगे कन्या सुंदर बाप राजी। हेनरी मोस्ले ले एउटा नयाँ पिरियोडिक टेबल बनायो जसको नाम हो मोडर्न पिरियोडिक टेबल या यसलाई हामीले मोस्ले पिरियोडिक टेबल पनि भन्छौं। मोस्ले पिरियोडिक टेबल है। अनि हेनरी मोस्लेले जुन पिरियोडिक टेबल बनायो त्यो पिरियोडिक टेबलको ल चाहिँ के थियो त? मोडर्न पिरियोडिक टेबल हामीले पढिरहेको छौं। यो भन्दा पहिला हामीले मेन्डलीय पिरियोडिक टेबल पढेको थियौं र त्यसमा हामीले जानेको थियौं त्यसमा एलिमेन्ट्सहरुलाई एटोमिक वेटको बेसमा, एटोमिक मासको बेसमा अरेन्ज गरिएको थियो। अब मोडर्न पिरियोडिक टेबलमा के भनिएको छ त? फिजिकल एन्ड केमिकल प्रोपर्टिज अफ द एलिमेन्ट आर पिरियोडिक फंक्शन अफ देयर एटोमिक नम्बर। भन्नुको मतलब अब एलिमेन्ट्सहरुलाई के को आधारमा अरेन्ज गरियो त? एटोमिक नम्बर को आधारमा अरेन्ज गरियो। एटोमिक नम्बर को आधारमा अरेन्ज गर्दाखेरि नि धेरै प्रब्लमहरु जुन मेन्डलीय पिरियोडिक टेबलमा थियो ती प्रब्लमहरु सोल्भ अटोमेटिक भइहाल्यो र केही मोडिफिकेशन्सहरु गर्यो। उले के गरेको छ भन्दाखेरि यहाँ हामी डिस्कस गर्छौं के गरेको छ मोडर्न पिरियोडिक टेबलमा भन्दाखेरि जुन ग्रुपहरुमा 3-3 वटा एलिमेन्ट्सहरु राखिएको थियो नि त्यसलाई अब उले अलग-अलग गर्नेवाला छ। सो मोडर्न पिरियोडिक टेबलमा एलिमेन्ट्सहरुलाई इन द बेसिस अफ एटोमिक नम्बरमा अरेन्ज गरिएको छ भने मोडर्न पिरियोडिक टेबल भन्नुको अर्थ के हो भनेर सोधियो कसैले भने इट इज द पिरियोडिक टेबल इन व्हिच एलिमेन्ट्स आर अरेन्ज्ड अन द बेसिस अफ एटोमिक नम्बर। एटोमिक नम्बर को बेसिसमा अरेन्ज गरिएको छ भने यसको फिचर्सहरु के हुन सक्छ? कस्तो खालको फिचर यसले देखाउँछ त? सबभन्दा पहिला त एलिमेन्ट्सहरुलाई अन द बेसिस अफ एटोमिक नम्बर अरेन्ज गरिएको छ र अर्को कुरा के त भन्दाखेरि यसमा 7 वटा पिरियड छ। एज सिमिलर टु मेन्डलीय पिरियोडिक टेबल यहाँ 7 वटा पिरियड छ तर फरक के छ? 7 वटा पिरियड मध्ये पहिलो जुन पिरियड हुन्छ नि, पहिलो भन्नुको मतलब यो हाइड्रोजन यहाँ हुन्छ हिलियम। यो हाइड्रोजन र हिलियम वाला जुन पिरियड छ नि यो पिरियडलाई भेरी सर्ट पिरियड भनियो त। के भनियो? भेरी सर्ट पिरियड। भेरी सर्ट पिरियड भनेर कसलाई चिनिन्छ त? फर्स्ट पिरियडलाई हामीले भेरी सर्ट पिरियड भन्छौं, पिरियड 1 लाई। त्यस्तै पिरियोडिक टेबलमा पिरियड 2 जुन छ नि त्यसमा 8 वटा एलिमेन्ट्सहरु छन् र पिरियड 3 मा पनि 8 वटा एलिमेन्ट्सहरु छन्। यो दुवैलाई सर्ट पिरियड भन्ने गर्छौं। सर्ट पिरियडमा यो सेकेन्ड र यो थर्ड पिरियड्सहरु 2 वटा पिरियड्सहरु पर्छन्। ठीक छ नि? यो 2 वटा पिरियडमा 8-8 वटा एलिमेन्ट पर्यो भने पिरियड 4 पिरियड 5 मा 18-18 वटा पर्छन् यो पूरा। पिरियड 6 र 7 मा 32-32 वटा एलिमेन्ट परे त पिरियड जसमा 18 वटा परिएको छ त्यसलाई लङ पिरियड भनिन्छ। जसमा 32 वटा पर्छ त्यसलाई के भनिन्छ त? भेरी लङ पिरियड भनिन्छ। यसरी गरेर पिरियड्सहरुको नामाङ्कन गरियो कि पहिलो पिरियडलाई भेरी सर्ट, सेकेन्ड र थर्ड लाई सर्ट र फोर्थ र फिफ्थ लाई लङ, सिक्स्थ र सेभेन्थ लाई भेरी लङ। यसमा एलिमेन्ट्सहरुको संख्या यहाँ मैले लेखिदिएको छु, यसलाई दिमागमा राख्नु होला। एक्जाममा कहिलेकाहीँ सोधिदियो भने हामीले आन्सर चाहिँ दिन सक्नुपर्ने हुन्छ। अब यहाँ हेरौं यसमा कतिवटा ग्रुप छ त भन्दाखेरि टोटल 18 वटा ग्रुप छन्। कतिवटा ग्रुप छन्? 18 वटा। 1 2 3 4 5 6 7 8 9 10 11 12 यो बीचमा र 13 14 15 16 17 18 यताको। यता एउटा टावर छ, हेर्नुस् पिलर छ। यता एउटा पिलर छ, यताको पिलर अलि फराकिलो छ। यसमा 6 वटा ग्रुप परिरहेको छ, यसमा 2 वटा ग्रुप परिरहेको छ। त हामीले 10 क्लासमा नि मात्र यो साइडको यो 2 वटा ग्रुप र यो 8 वटा, यो 6 वटा ग्रुप गरेर टोटल 8 वटा ग्रुपलाई हामीले पढ्नु छ। यसको क्यारेक्टरिस्टिक्सहरु हामीले हेर्नु छ। अब यो ग्रुपलाई नि 1 2 3 को हिसाबले गर्ने हो भने यो त यसरी हुन्छ। तर ए ग्रुप र बी ग्रुपको आधारमा गर्ने हो भने यसलाई फर्स्ट ए ग्रुप, यसलाई सेकेन्ड ए ग्रुप, यसलाई बी, यो सबै बी ग्रुप एलिमेन्ट हो। यी सबै जुन हुन्छन् यसको बीचमा बी ग्रुप एलिमेन्ट हो। 18 वटा जुन ग्रुप बनाएको छ नि हामीले 18 वटा। मेन्डलीयममा कतिवटा थियो ग्रुप? 8 वटा थियो। एउटा 0 ग्रुप एड भयो थियो, 9 वटा कलम थियो।
त्यसलाई सब डिभाइड गरेर दुई दुईवटा पार्टमा डिभाइड गर्दाखेरि टोटल कतिवटा ग्रुप बन्यो त 18 वटा। ग्रुप त 8 वटा हो, मेन ग्रुप 8 वटा नै हो, तर 8 वटालाई डिभाइड गरेर 16 वटा बन्छ र एउटा 8 ग्रुप जुन छ नि त्यसलाई 3 वटा ग्रुपमा डिभाइड गरियो र त्यसपछि एउटा 0 ग्रुप भइहाल्यो भने कतिवटा ग्रुप भयो त 16। 8 गुना कति त 16, सरी 8 वटा जुन ग्रुप छ त्यसलाई सब डिभाइड गर्दाखेरि 16 र 0 ग्रुप र एउटा 8औं ग्रुपलाई डिभाइड गर्दाखेरि 2 वटा गर्यो भने कतिवटा भइहाल्छ 18 वटा ग्रुप भइहाल्छ। सो टोटल 18 वटा ग्रुप छ। टोटल 8 वटा ग्रुपलाई ए बी मा डिभाइड गर्यो भने 16 वटा भइहाल्यो। 2 वटा ग्रुप एउटा 8औं ग्रुपलाई 3 भागमा डिभाइड गरिएको छ, 8 दुना को हुन्छ 16 वटा ग्रुप। एउटा 8औं ग्रुपलाई 3 वटामा डिभाइड गरिएको छ भने एउटा प्लस भइहाल्छ, एउटा 0 ग्रुप भनेपछि टोटल कतिवटा ग्रुप भइहाल्छ त 18 वटा ग्रुप भइहाल्छ। सो जम्मा जति पिरियोडिक टेबलमा 18 वटा ग्रुप छ र 8 वटा ग्रुप हामीले मेन ग्रुप भन्छौं र सब ग्रुप गर्यौं भने 18 वटा। हेरौं 8 वटा ग्रुप छ नि, 8 वटा ग्रुप भयो। यो ग्रुपलाई सब डिभाइड गर्यो भने सब डिभाइड गरेरखेरि ग्रुप ए र ग्रुप बी गरेर 2 वटा सब ग्रुपमा डिभाइड गरिएको छ, सब ग्रुप। त भन्छौ कि सर 8 वटा छ भने 2 वटामा डिभाइड गर्यो भने 8 गुना कति भइहाल्छ 16। त फर्स्टलाई फर्स्ट ए फर्स्ट बी, सेकेन्डलाई सेकेन्ड ए सेकेन्ड बी, थर्डलाई थर्ड ए थर्ड बी, फोर्थलाई 4a 4b, 5a 5b, 6a 6b, 7a। लाइक मेन्डलीय पिरियोडिक टेबलमा 8औं ग्रुपमा कति कतिवटा एलिमेन्ट थियो त 3 वटा थियो नि त। 8औं ग्रुपलाई 3 वटा ग्रुपमा डिभाइड गरियो र एउटा 0 ग्रुप गरेर 1 + 1 गरेपछि 8 दुना 16 + 2 भनेपछि कतिवटा ग्रुप बन्न जान्छ त 18 वटा सब ग्रुप बन्न जान्छ। मेन 8 वटा ग्रुप सब ग्रुप गर्यो भने 18 वटा। यसरी नेमिङ गरिदिएको छु हेर्नुस्। तर यो ग्रुपलाई चिन्न जान्नु पर्छ है। कसरी चिन्ने त पहिलो ग्रुपको जुन एलिमेन्ट छ नि, पहिलो ग्रुप 1a ग्रुप, 1a ग्रुप जुन छ यो 1a ग्रुपलाई हामीले भन्छौं अल्काली मेटल। कुन चाहिँ अल्काली मेटल्स भन्छौं। व्हाई अल्काली मेटल सर? बिकज इट फर्म्स अल्काली। अल्काली भने थाहा छ? अल्काली भनेको बेस। अल्काली भनेको बेस। बेस भनेको मेटलको अक्साइड, मेटल अक्साइड या हाइड्रो अक्साइड। मेटलको अक्साइड अथवा हाइड्रो अक्साइडलाई के भनिन्छ? अल्काली भनिन्छ या बेस भनिन्छ। बिकज इट फर्म्स अल्काली व्हेन इट रिएक्ट विथ वाटर, व्हेन इट रिएक्ट्स विथ के त वाटर। वाटरसँग रिएक्ट गर्दाखेरि यसले के बनाउँछ त अल्काली बनाउँछ। त्यही भएर फर्स्ट ग्रुप एलिमेन्टलाई हामीले अल्काली मेटल भन्छौं। अल्काली मेटलमा को पर्छ त हाइड्रोजन पर्छ, लिथियम पर्छ, सोडियम पर्छ, पोटासियम पर्छ, रुबेडियम पर्छ, सिजियम पर्छ, फ्रान्सियम पर्छ। याद कसरी राख्ने सर अल्काली मेटललाई? त याद राख्ने तरिका म सिकाइदिरहेको छु। यसलाई फर्स्ट ए ग्रुपलाई याद राख्नु होला। हे लीना करे रब से फरियाद। हे लीना करे रब से फरियाद। हे लीना करे रब से फरियाद। अल्काली मेटल याद रखने तरीका, हे लीना करे रब से फरियाद, हे लीना करे रब से फरियाद। सेकेंड ए ग्रुप लाई कसरी चिन्ने त सेकेंड ए ग्रुप लाई कसरी याद राख्ने त सेकेंड ए ग्रुप को भइहाल्छ बेटा मांगे कन्या सुंदर बाप राजी। बेटा मांगे कन्या सुंदर बाप राजी। बेरिलियम, मैग्नीशियम, कैल्शियम, स्ट्रोंटियम, बेरियम, रेडियम। बेटा मांगे कन्या सुंदर बाप राजी। बेटा मांगे कन्या सुंदर बाप राजी याद भइहाल्छ। आ सेकेंड ए ग्रुप एलिमेंट लाई हामीले भन्छौं, सेकेंड ए ग्रुप एलिमेंट लाई हामी भन्छौं अल्कलाइन अर्थ मेटल। अल्कलाइन अर्थ मेटल, अर्थ मेटल भनिन्छ रे। बेटा मांगे कन्या सुंदर बाप राजी अल्कलाइन अर्थ मेटल हैन। किन? इट अल्सो forms alkali when it reacts with water सँग रिएक्सन गर्यो भने यसले अल्कलाइन अल्काली बनाउँछ। and found on अर्थ क्रस्ट मा बढी अमाउन्ट मा पाउने भएको कारणले गर्दा यसलाई के भनिन्छ? अल्कलाइन अर्थ मेटल भनिन्छ। थर्ड ए ग्रुप मा याद राख्नु होला बाल गणेश इन थाइलैंड। बाल गणेश इन थाइलैंड
बाल गणेश इन थाइलैंड। बोरोन, एल्युमिनियम, गैलियम, इंडियम, थैलियम। बोरोन, एल्युमिनियम, गैलियम, इंडियम, थैलियम याद रखने वाला। बाल गणेश इन थाईलैंड, बाल गणेश इन थाईलैंड। 4A ग्रुप, काशी गए, काशी गए संत प्रभु, काशी गए संत प्रभु, काशी गए संत प्रभु। कार्बन, सिलिकन, जर्मेनियम, टिन आ लीड, कार्बन, सिलिकन, जर्मेनियम, टिन, लीड भनेपछि काशी गए संत प्रभु याद राख्दाखेरि हुन्छ। त्यस्तै 5 मा नेहा, प्रिया, ऐश्वर्या, नेहा, प्रिया, ऐश्वर्या सब बिगड़े, नेहा, प्रिया, ऐश्वर्या सब बिगड़े। नाइट्रोजन, फास्फोरस, आर्सेनिक, एंटीमोनी, बिस्मुथ, नाइट्रोजन, फास्फोरस, आर्सेनिक, एंटीमोनी, बिस्मुथ। ओ सर 6 मा, ओ सर सावधानी से टीपो, ओ सर सावधानी से टीपो। ऑक्सीजन, सल्फर, सेलेनियम, टेलिनियम, पोलिनियम, ऑक्सीजन, सल्फर, सेलेनियम, टेलिनियम, पोलिनियम। त्यसपछि 7A मा फिर कल बारिश आएगी आंटी, फिर कल बारिश आएगी आंटी, फिर कल बारिश आएगी। फ्लोरीन, क्लोरीन, ब्रोमीन, आयोडीन, फ्लोरीन, क्लोरीन, ब्रोमीन, आयोडीन। 8 मा भैया छ हीना, नीना और करीना यक्ष रहे, हीना, नीना और करीना यक्ष रहे, तीन गो रहे छला। हीना, नीना और करीना यक्ष रहे। हीलियम, नियन, आर्गन, क्रिप्टन, जेनन, रेडन। ठीक छ। अब हेरौं यसको उपनामहरु छन्। जस्तै 7A ग्रुप एलिमेन्ट्सहरुलाई नि 7A ग्रुप एलिमेन्ट्सहरुलाई फिर कल बारिश आएगी आंटी, फिर कल बारिश आएगी, फिर कल बारिश आएगी। फ्लोरीन, क्लोरीन, ब्रोमीन, आयोडीन। हालांकि आंटी यहाँ छ तर यतिलाई लिदैनौ, यतिलाई लिन्छौ। फ्लोरीन, क्लोरीन, ब्रोमीन, आयोडीन यिनीहरुलाई भनिन्छ हेलोजन्स, हेलोजन्स भनिन्छ। हेलोजन्स किन भनिन्छ त हेलो भन्नुको मतलब हुन्छ साल्ट, आ जेन्स भन्नुको मतलब हुन्छ टु प्रोड्युस, टु प्रोड्युस भन्नुको मतलब व्हेन इट रिएक्ट विथ, व्हेन इट रिएक्ट्स विथ मेटल, मेटल इट फर्म्स साल्ट। यसले के बनाउँछ त साल्ट बनाउँछ। जब यसले मेटल सँग रिएक्सन गर्छ यसले साल्ट बनाउँछ, त्यही भएर यसलाई के भनिन्छ त हेलोजन्स भनिन्छ। के भनिन्छ हेलोजन्स। त्यस्तै 8A ग्रुप एलिमेन्टलाई यसलाई जीरो ग्रुप पनि भनिन्छ, जीरो ग्रुप पनि भनिन्छ। यिनीहरुलाई नोबल ग्यास भनिन्छ, नोबल ग्यास या इनर्ट ग्यास, इनर्ट ग्यास अथवा स्टेबल एलिमेन्ट, स्टेबल एलिमेन्ट भन्छ। पिरियोडिक टेबलको राजा प्रभु हो। न कसैसँग रिएक्सन गर्नु छ, न कसैलाई इलेक्ट्रोन दिनु छ, न लिनु छ, जीरो भ्यालेन्सी हुन्छ। भ्यालेन्सी यसको कति हुन्छ त भ्यालेन्सी इज इक्वल टु जीरो। त्यही भएर इट डज नट रिएक्ट विथ, इट डज नट रिएक्ट्स विथ एनी एलिमेन्ट, कुनै एलिमेन्टसँग यसले रिएक्सन गर्नेवाला छैन। त्यही भएर यसलाई कुन ग्रुप भनिन्छ जीरो ग्रुप भनिन्छ, नोबल ग्यास भनिन्छ, इनर्ट ग्यास भनिन्छ, स्टेबल ग्यास भनिन्छ। सो तेला मतारी के लइका बचला लेंथेनाइड आ एक्टिनाइड दुनु गोटा के छाट देवल गले पीरियोडिक टेबल से नीचे। लेंथेनाइड 14 वटा एलिमेन्ट्सहरुको ग्रुप हो, आ एक्टिनाइड पनि 14 वटा एलिमेन्टको ग्रुप हो। यो ग्रुप अफ एलिमेन्टलाई हामीले याद गर्न जरुरी छैन, तर थाहा चाहिँ हुनु पर्यो लेंथेनम देखि लिएर 14 वटा एलिमेन्ट्सहरुलाई लेंथेनाइड भनिन्छ र एक्टिनम देखि लिएर 14 वटा एलिमेन्ट्सहरुलाई एक्टिनाइड भनिन्छ। ठीक छ। अब यी त उपनामहरु भइहाले, ठीक छ नि। फर्स्ट ए ग्रुप जसलाई अल्काली मेटल भनिन्छ, अल्काली मेटललाई भेरी रिएक्टिभ मेटल पनि भनिन्छ, रिएक्टिभ मेटल पनि भनिन्छ। देख ल बढिया छ, छोट छोट चीज बचला यसलाई याद राख्नु पर्ने हुन्छ, किनभने यस्तो यस्तो सानो सानो क्वेशनहरुमा बच्चाहरु कन्फ्युज भइरहेको हुन्छ। भेरी रिएक्टिभ मेटल, यो पिरियोडिक टेबलमा सबभन्दा बढी रिएक्टिभ मेटल कुनै छन् भने फर्स्ट ए ग्रुपका एलिमेन्ट्सहरु हुन्। आ हेलोजन्स जुन हुन्छ भेरी रिएक्टिभ नन मेटलमा हुन्छ, भेरी रिएक्टिभ नन मेटल्स। नन मेटल्स में धेरै रिएक्टिव छ भने 7A ग्रुप हेलोजन्सहरु। हेलोजन्स आर भेरी रिएक्टिव नन मेटल्स एंड अल्काली मेटल्स आर भेरी रिएक्टिव मेटल्स। तो यो ग्रुप को बारे में मैले बताएं, आ ग्रुप को केही उपनामहरु दिएको छ, त्यो उपनामहरु बताएं। अब हामीहरु कुरा गरिहालौं कि सर यो मोडर्न पिरियोडिक टेबल बनाउँदाखेरि यसको केही एडभान्टेजेसहरु भयो कि भएन, कि खाली लबरई के हम टेबल बना के या देखत नहीं सन, आ गीत बनाउँदै नहीं सन, हेलिना करे रब से प्रयाग, बेटा मांगे कन्या सुंदर बाप राजी, बाल गणेश इन थाईलैंड, काशी गए संत प्रभु, नेहा प्रिया ऐश्वर्या सब बिगड़े, ओ सर सावधानी से टिपो, फिर कल बारिश आएगी आंटी, हीना नीना और करीना यक्ष रहे। सर्टकट तरीका बचला याद गर्नु छ।
याद भइहाल्यो भनेपछि कुनै पनि बेलामा हामीले कुन एलिमेन्ट कहाँ पर्छ हामी फिट गर्न सक्छौं। त्यसका एडभान्टेजेसहरु या यसको भनौं न मेरिट्सहरु के थिए, किनभने मेन्डलिभ पिरियोडिक टेबल त बडा स्ट्रङ किसिमको टेबल थियो, त्यसमा बडा राम्रो तरिकाले अरेन्ज गरिएको थियो, तर पनि केही त्रुटि देखिएको कारणले गर्दा, केही डिमेरिट्स देखिएको कारणले गर्दा हामीले मोडर्न पिरियोडिक टेबल बनाउन गएको हो। हामीले त बनाएको छैन, हमनी को उतना औकात कहाँ भाइ, हमनी से एगो एलिमेन्ट के प्रॉपर्टी याद न होस् कता। त हामीहरूले यो पिरियोडिक टेबल यत्रो ठुलो काम बनाउने कसले गर्यो त? हेनरी मोस्लेले गर्यो। हेनरी मोस्लेले जुन पिरियोडिक टेबल बनायो त्यो पिरियोडिक टेबलमा केही एडभान्टेजेसहरु भयो कि भएन त याद गरौँ, कपी पल्टाउँ। अगर नोट गरेको छौं प्रिभियस कुरा, कपी पल्टाउँ। डिमेरिट्स अफ या डिफेक्ट इन मेन्डलिभ पिरियोडिक टेबलमा पहिलो पोइन्ट कुन थियो? कुन थियो त भनौँ त? पोजिसन अफ हाइड्रोजन। पोजिसन अफ के थियो? हाइड्रोजन। पोजिसन अफ हाइड्रोजन। पोजिसन अफ हाइड्रोजन त्यहाँ क्लियर थिएन। किन क्लियर थिएन? हाइड्रोजन फर्स्ट ए ग्रुप एलिमेन्ट को जस्तो पनि बिहेभ गर्छ, 7A को पनि जस्तो बिहेभ गर्छ। त फर्स्टमै किन राखियो? उ लहेर त यहाँ बाचेला, यहाँ पनि त्यो लहेर छ, यहाँ पनि त्यो डिफेक्ट छ। अहिले पनि क्वेशन मार्क आउन सक्छ कि हाइड्रोजन अहिले पनि त फर्स्ट ग्रुपसँग र 7 ग्रुप दुवै एलिमेन्ट्सहरुको क्यारेक्टरिस्टिक्स शो गर्छ, त फर्स्ट ए ग्रुपमा किन? हो कि हैन? तर फर्स्ट ग्रुपमा अलिकति लजिक चाहिँ भन्न सकिन्छ। यसको एटोमिक नम्बर कति हुन्छ? 1, सो इट इज केप्ट इन फर्स्ट ग्रुप एन्ड फर्स्ट पिरियड। फर्स्ट ग्रुप र फर्स्ट पिरियडमा राख्न सकिन्छ। काहे? किनभने यसको एटोमिक नम्बर कति छ त? 1 छ। एटोमिक नम्बर 1 भएको कारणले गर्दा, नम्बर 1 भएको कारणले गर्दा सबैसे पहिले यही आउँछ। ठीक। अर्को डिमेरिट के थियो भनिदिनुस् त फटाफट। अर्को डिमेरिट के थियो कि सर आइसोटोप वाला क्लियर थिएन। त पोजिसन अफ आइसोटोप यहाँ क्लियर थिएन मेन्डलिभमा, यहाँ क्लियर भइहाल्यो, आफै क्लियर भइहाल्यो, केही लहेर गर्नु परेन। किन लहेर गर्नु पर्न? किनभने आइसोटोपमा सबै आइसोटोपको एटोमिक नम्बर कति हुन्छ? सेम हुन्छ। हाइड्रोजनको 3 वटा आइसोटोप जुन हामीले बनाएको थियौं सबको एटोमिक नम्बर 1 नै न थियो। 1 नै थियो भने सबलाई एकै ठाउँमा राख्ने कि अलग अलग ठाउँमा राख्ने? एउटै बक्समा राख्ने। त एउटै बक्समा राखियो, कहाँ त? हाइड्रोजनको एउटा बक्समा राखियो। त आइसोटोप प्रोटियम, ड्यूटेरियम, ट्रिटियम सबको एटोमिक नम्बर एकैबाट एकैमा राख्ने। अरु कुनै एलिमेन्ट्सको पनि आइसोटोप उठाइहाल, सबको एटोमिक नम्बर सेम हुन्छ भने सबैले एउटै बक्समा राख्ने। त यो क्लियर भइहाल्यो, किनभने यसमा एलिमेन्ट्सहरुलाई के को आधारमा अरेन्ज गरिएको छ त? एटोमिक नम्बरको आधारमा। याद राख्नु होला, यो भेरी इम्पोर्टेन्ट हुन्छ। कहिलेकाहीँ एक्जाममा क्वेशनमा सोध्छ, डाइरेक्ट क्वेशन सोधिरहेको छ कि मोडर्न पिरियोडिक टेबलको एडभान्टेज लेख्नुहोस् या मेन्डलिभ पिरियोडिक टेबलको डिसएडभान्टेज या डिमेरिट लेख्नुहोस्। र कहिलेकाहीँ क्वेशनमा कम्पेरिजन भनिदिन्छ। त हामीले कम्पेरिजनको आन्सर दिँदाखेरि उताको गल्ती र यताको सही देखाउनु पर्ने हुन्छ। भन्नुपर्ने हुन्छ कि मेन्डलिभ पिरियोडिक टेबलमा एटोमिक मासको बेसिसमा अरेन्ज गरेको थियो, त्यही भएर आइसोटोपको पोजिसन क्लियर भइरहेको थिएन। तर यहाँ एटोमिक नम्बरको बेसमा आधार गर्दाखेरि, एटोमिक बेसमा अरेन्ज गर्दाखेरि, एटोमिक नम्बरमा अरेन्ज गर्दाखेरि यो पोजिसन आफै क्लियर भइहाल्यो, केही गर्नै परेन। थर्ड में के थियो? तो थर्ड में थियो इन्भर्सन अफ ल। उसको ल को पोजिशन चाहिए, पोजिशन ऑफ एलिमेंट वाज क्लियर। पोजिशन ऑफ एवरी एलिमेंट इज क्लियर। इन्भर्सन अफ जुन ल थियो, जुन कहानी भनेको थियो कि आर्गन को एटोमिक मास 40 हुन्छ, आ पोटासियम को एटोमिक मास 39 हुन्छ। त पहिले 39 आउनु पर्ने थियो, पछि आर्गन आउनु पर्ने थियो, तर यो उल्टो भइहाल्यो। तर अब एटोमिक नंबर को आधारमा अरेन्ज गरिएको छ। एकर एटोमिक नंबर कितना? 18। आ यसको एटोमिक नंबर कति? 19। त कुन पहिला आउनु पर्ने? 18 कि 19? 18 मिल गयो। कुरा बुझेन नि? त 18 वटा पहिला आफै छ, 19 वाला पछि छ। त यो पनि डिमेरिटै भइहाल्यो, क्लियर भइहाल्यो। नंबर 4 मा के थियो? डिसिमिलर एलिमेन्ट्सहरुलाई उले एउटै ग्रुपमा राखेको थियो। जस्तै मेटल्सहरुलाई र अल्काली मेटललाई, यो कोइनेज मेटललाई एउटा ग्रुपमा राखेको थियो। त डिसिमिलर elements were kept in separate के त सबग्रुप। तो कति के गर्यो चला कि 1A ग्रुप में अल्काली मेटल राखियो, आ त्यसैको सँगसँगै राखेको थियो नि कोइनेज मेटल है, त्यसले 1B मा राखिदियो। ए आ बी छुटिया देलक, हो गल काम खत्म। अलग अलग ग्रुप में रगल त क्वेशन गर्ने कुनै बाटोै भएन। 1A ग्रुप में के थियो? अल्काली मेटल, और 1B मा कोइनेज मेटल भइहाल्यो। ए ग्रुप में बी ग्रुप में छुट्याउँदाखेरि त्यो सजिलो भइहाल्यो। अर्को डिमेरिट थियो लेन्थेनाइड र एक्टिनाइड को पोजिसन त्यहाँ क्लियर थिएन। ए देख ल यहाँ सौतेला लेखेलाका अलगे बा। त लेन्थेनाइड र एक्टिनाइडलाई सौतेला त बिहेभ गरियो, तर अलग एउटा प्रोपर ठाउँ बनाइदियो कि भाइ लेन्थेनाइड र एक्टिनाइड तिमीहरु यही बक्समा बसिहाल्नु। त पोजिसन
पोजिसन अफ के त लेन्थेनाइट्स एन्ड एक्टिनाइट्स वाज क्लियर एक्टिनाइट र लेन्थेनाइट को पोजिसन के भयो त क्लियर भइहाल्यो किनभने अलग सेपरेट बक्स मा राख्यो इन सेपरेट के त बक्स आई होप सबैले बुझिरहेको छ यो कुरा तै पनि कुनै समस्या छ कुनै प्रब्लम छ भने कमेन्ट सेक्सनमा लेख्दा हुन्छ कि सर यहाँ बुझिएन यहाँ हामीले फेरि पनि यसमा डिस्कस गर्न सक्छौं फेरि पनि अगाडि बढाउन सक्छौं ठीक छ।